यसले शरीरलाई चाहिने मुख्य शक्ति प्रदान गर्छ र यता स्रोत कहाँमा पाउँछ त भन्दा चामल गहुँ आलु मकै फलफुल केरा दुध र दुधका परिकार अन्नमूलिकाहरू यो फलफुल यो हाम्रो बारीमा के हुन्छ नि सुथुनियाहरू भन्छन् तरुल पनि यसको स्रोत हुन्छ यिनीहरू लागिरह्यो नि अब आलु र चामल भन्ने बित्तिकै यी मात्रै तरकारी खाएर त कागज मात्रै पाउने रहेछ भन्ने है। अर्को प्रोटिन यो शरीरको विकास र वृद्धिका लागि आवश्यक छ, त्यसै साथै शरीरको संरक्षण र मर्मतका लागि जरुरी छ। यता निडामहरू बस्छ नि त, यताउता रोकिन्छ निडाम बस्छ, त्यसले गर्दाखेरि यसको काम अक्सिजनले विशेष गरी हावाले दुवैतिर पुर्याउनु पर्ने अनि प्रतिरक्षा प्रणालीलाई राम्रो अवस्थामा ल्याउँछ। हाम्रो शरीरमा विभिन्न कोष तन्तु अनि अङ्ग हुँदै प्रणाली बन्छ, तिनीहरूलाई मजबुत बनाउँछ। अर्को विकासमा मद्दत मांसपेशीको कार्य स्नायुको कार्यमा मद्दत गर्दछ। खानेकुरामै पाउने हो तर नभए हामी नुनबाट खान्छौँ, तर नुन अहिले 5 ग्राम मात्र बढी नखाउँ भनेको छ। नुन चाहिँ नखाए पनि हुन्छ, केही नहुने ठाउँमा निकै अब नखाने सागसब्जी नपाइखाने ठाउँमा प्रयोग गरेर आएको नि त। अन्त धेरै आयोडिन पनि बढी खानु हुँदैन, केही त्यसले पनि असर गर्छ भन्ने कुरा छ। त त्यसैले गर्दा केमा आयोडिन पाउँछ त स्थानीय तहमा भन्दा राखेको हो। कार्यहरू आयोडिनले के गर्छ भने थाइरोइड बढाइन्छ है। त्यो सुकेनास चाहिँ त्यसको अस्पतालमा छुट्टै उपचारमा गर्छ। हाम्रोमा पनि यो पाङ्कापार्कीमासमा चाहिँ मध्यम खालको जानु उपचार केन्द्र भनेर राखेको छ। यो पालिकामा चाहिँ